धेरैवटा मेरो सेयर अकाउन्टहरू एउटै एपबाट कसरी अपरेट गर्ने भनेर म हजुरहरूलाई देखाउन गइरहेको छु। सबैभन्दा सुरुमा आफ्नो एप स्टोर अथवा प्ले स्टोरमा जानुहोस् अनि आइपिओ बल्क अप्लाई भनेर सर्च गर्नुहोस्। त्यस पछाडि सबैभन्दा माथि जुन एप देखाउँछ त्यसलाई डाउनलोड गर्नुहोस्। अब ओपन गर्नुहोस् अनि ओपन भइसके पछाडि यो पर्मिसनहरू दिनुहोस् र अब यहाँ हजुरको यस्तो खालको इन्टरफेस आउँछ। अब प्रोफाइलमा क्लिक गर्नुहोस् अनि लगइनमा जानुहोस् र गुगल अथवा एप्पल आइडीबाट लगइन गर्नुहोस्। साइन इन भइसके पछाडि हजुरहरूले होममा क्लिक गर्नुहोस्। त्यस पछाडि यो प्लस बटनमा थिच्नुहोस्। त्यस पछाडि हजुरहरूको यो मेरो सेयरको जति पनि अकाउन्टहरूको डिटेलहरू छ त्यो सबै पालै पिलो हाल्नुहोस्। हजुरसँग जति पनि मेरो सेयरको अकाउन्टहरू छ यसरी नै सबै पालै पिलो प्लसमा थिच्दै हजुरको सबै अकाउन्ट डिटेल्सहरू हाल्नुहोस्। मैले चाहिँ हजुरहरूलाई देखाउनको लागि 3वटा अकाउन्ट एड गरेको छु। अब यो ओपन भएको आइपिओहरू अप्लाई गर्नको लागि चाहिँ तलको मेनुमा अप्लाईमा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँ नो एनी ओपनिङ लेखेको छ नि, यसमा चाहिँ ओपन भएको आइपिओहरूको नाम आउँछ क्या। त्यहाँ चाहिँ हजुरले ओपन भएको आइपिओलाई सेलेक्ट गर्ने, त्यस पछाडि क्वान्टिटी सेलेक्ट गर्ने अनि अटो अप्लाईमा क्लिक गर्ने। यति गर्ने बित्तिकै हजुरले लगइन गर्नुभएको जति पनि मेरो सेयर अकाउन्टहरू थियो त्यो सबै अकाउन्टहरूबाट आइपिओ एफपिओ चाहिँ अप्लाई हुन्छ। र आइपिओको रिजल्ट चेक गर्नको लागि चाहिँ त्यसरी नै चेकमा जाने अनि त्यस पछाडि आइपिओ रिजल्टमा जाने हैन। त्यहाँ गए पछाडि यहाँ यसरी लिस्ट आउँछ हजुरको चाहिँ कुनको रिजल्ट चाहिँ हेर्ने भनेर, त्यो एउटा सिलेक्ट गर्ने अनि चेक नाउमा जाने। त्यस पछाडि हजुरले जति पनि अकाउन्ट लिङ्क गर्नुभएको छ पालै पिलो सबैको यहाँ चेक गरिदिन्छ र कतिवटा पर्यो कतिवटामा परेन त्यो सबै डिटेल्स पनि देखाउँछ। अनि यो करेन्ट आइपिओ स्ट्याटसमा चाहिँ जुन आइपिओ त्यो बेलामा त्यो टाइममा ओपन भएको हुन्छ त्यो आइपिओ चाहिँ हजुरले भर्नु भएको छ कि छैन, अहिले त नो ओपनिङ देखाएको छ। त्यो बेलामा खुलेको जुन आइपिओ हुन्छ त्यसको स्ट्याटस हेर्नुको लागि चाहिँ करेन्ट आइपिओ स्ट्याटसमा जाने अनि त्यो कम्पनीको नाम सेलेक्ट गर्ने अनि चेक बल्क स्ट्याटस गर्ने। त्यसमा चाहिँ आइपिओ अप्लाई भएको छ कि छैन हैन, रिजेक्ट भएको छ कि छैन त्यो सबै त्यहाँ देखाउँछ। र यसरी नै अरू फिचरहरू पनि छ यो एपमा चाहिँ। हजुरहरू सर्भिसेसमा जानुभयो भने धेरै कुरा देख्नुहुन्छ। जस्तै अपकमिङ इस्युजहरू कुन अब आउँदैछ आइपिओहरू भनेर हेर्नु पर्यो भने यो अपकमिङ इस्युजमा गएर हेर्न सक्नुहुन्छ। अनि यो बल्क पोर्टफोलियो भन्ने छ, त्यहाँ पनि गएर हजुरहरूले एकैचोटि सबै मेरो सेयर अकाउन्टहरूको पोर्टफोलियो हेर्नु मिल्छ। यो एप चाहिँ एकदमै युजफुल छ, त्यो भएर हजुरहरूले एकचोटि चेक चाहिँ गर्नु होला है त। हस् त, धन्यवाद।